के आज म सौरा सफारी गर्ने बेलामा बाघ, हात्ती, गैंडा सबै कुराहरू मैले मेरो लगले देख्न पाउँछु कि पाउँदैन होला है गाइज। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म सौरा घुम्छु र हजुरहरूलाई नि घुमाउँछु। बाटोमा त्यहाँ दिदीहरूले धानसान रोपिराख्नु भएको रहेछ। त्यो धानसान रोपेको हेरेर हामी बाघ हेर्ने भनेर गन्तव्यतिर अगाडि बढ्यौँ। त्यहाँ हामीले सफारीको टिकट सिकेट काटेर हामीले फोटोसोटो हान्यौँ। फोटोसोटो हानेर हामी फेरि सफारीमा बसेर रापती पुल कटेर हामी अगाडि गन्तव्यतिर अगाडि बढ्यौँ बाघ हेर्ने भनेर। त्यहाँ चाइनिज कोरियन दिदीहरू नि आउनु भएको रहेछ, 4-5 जना। उहाँहरूलाई चाहिँ फेरि मैले टक्क नेपाली राम्रो छ यताउति भनेर गफसप हाने। त्यसपछि टक्क त्यहाँ सबैजनाले फोटोसोटो हात्तीको अगाडि गएर फोटोसोटो हान्यौँ। त्यसपछि हामी अगाडि बाघ हेर्ने भनेर गन्तव्यतिर अगाडि बढ्यौँ। त्यहाँ फेरि पाससास लिएर पिसाब फेरेर हामी हल्का अगाडि बढेको थियौँ। त्यहाँ मजुर देख्यौँ, मजुरको फोटोसोटो हानेर फेरि अलिकति अगाडि बढ्यौँ। हामीले बाघ भेटिन्छ कि भनेर अलिकति अगाडि बढेको सरप्राइज गाइज, गैंडा भेटिहाल्यो। मैले त फर्स्टचोटि देखेँ गैंडा यति अगाडिबाट। देख्न त पहिला अब जूतिर त देखिरहेको हुन्थेँ, तर यति अगाडि फेस टु फेस रियल मात्रै देखेको थिएन रे गाइज। यति रमाइलो भयो। त्यसपछि फेरि हामी बाघ भेटिन्छ कि भनेर हल्का अगाडि गएर खाजासाजा खाएर दाइ भाउजूले फोटोसोटो हान्नुभयो। हल्का अगाडि मात्रै बढेको थियौँ, ब्याड लक गाइज। के गर्ने र, पानी परिदिइहाल्यो। सफारीमा पुरै पाल रहेछ, भिज्यो। अब बाघ पनि हेर्न पाएन। त्यसपछि हामी जङ्गलबाट बाहिर निस्क्यौँ। बाहिर निस्केर अब दाइ भाउजू अमेरिकाबाट आउनु भएको। राम्रोसँग त सौरा त मैले घुमाउन नि पर्यो, मेरो कर्तव्य पनि हो गाइज। फेरि अनि दाइ भाउजू दिदीलाई बोकेर म टक्क अगाडितिर गएर फेरि दाइ भाउजूलाई थारू ड्रेस लाउन मन रहेछ। दाइले ड्रेस लाउनु भयो, मैले दाइसँग फोटोसोटो हाने। दाइ भाउजूको क्लास सुरु भयो, त्यहाँ फोटोसोटो हानेर भ्याएर अब फेरि बाघ त हेर्न पर्ने थियो। फेरि त्यहाँबाट 20,000 ताल पुगेर बाघ चाहिँ हेरेँ मैले जसरी भने। गाइज, हजुरहरूलाई आजको मिनी भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।